आज चाहिँ चन्द्रको भाइ सूर्य बिहानै लाग्दिरहेको रहेछ। मैले चाहिँ के बेसी घाम लागेको भन्दै थिएन। सो फाइनली गाइस अब चाहिँ हामी यहाँ गुम्पा पनि आइपुगिसकेको छ। सर्टकट जानेवाला छ। म लडेको चाहिँ 1 वर्ष हुन्छ। आज एनिभर्सरी हो नि फेरि। आज चाहिँ मैले मेरो माइजूलाई भन्दै थिएँ लास्ट इयर चाहिँ म यही जग्गामा लडेको थिएँ। पोहोर त लडे तर यसपालि के हुन्छ हेर्दै गर्नुहोस्। हामी चाहिँ बिहानै गुम्पा आइपुगेको थियौँ 8:30मा। होइन मान्छे हेर्नुहोस् यति बेसी छ। यो बहिनीको चाल हेर्दा त चोर जस्तो लाग्यो मलाई त। भन्दै म त हेरेँ होइन पैसा बटाएर यहाँ मलाई टाइम लागिसकेको थियो। साह्रै हार खाएर चाहिँ मैले छोडिदिएँ। जसुकै होस् भनेर मैले छोडेर गएँ। मैले चाहिँ भगवानलाई भने भगवान मलाई चाहिँ संसारको सबैभन्दा दुःख मलाई दिनु, किनभने सुख त सबैले पाइरहेको छ भन्दै। तर फेरि मैले भने भगवानलाई कि भगवान मलाई दुःख त दिनुभएको छ तर मलाई धन पनि दिनुहोस्। यति दिन भने म पक्ला भएर खुसी हुन्छु भनेर मैले भनिहालेँ। र अहिले चाहिँ यहाँनिर रिङ्कु चाहिँ आउनुहुन्छ भनेर हामी सबैजना एकदम लाइन लागिरहेको थियो। यहाँ हेर्नुहोस् लामाहरू पनि देख्नु सक्नुहुनेछ तपाईँले होइन। यति बेसी अब यहाँ सबैलाई हतार छ। यहाँ सार्की भाइ पनि हेरिहाल्नुहोस् साइडमा खेदाउँदैछ त्यो दाजुले होइन। घामले यति बेसी कालो हुनको कारणले मैले बहिनीलाई भिडियो अफ गर भने होइन। यति बेसी लाइन देखेको कारणले त मैले सोचेँ कोही न कोही त सेलिब्रिटी आउनु हुँदैछ भनेर आजको दिनमा होइन। अब चाहिँ हाम्रो सेलिब्रिटी आइसक्नु भएको छ। यहाँनिर हेर्नुहोस् मेमेले यहाँ एकदम उहाँलाई स्वागत गरेर अगाडि लानुहुँदैछ। तर मैले देख्नु चाहिँ देखेको छुइनँ उहाँ कहाँ हुनुहुन्छ भनेर। फर्स्टमा त म क्यामेरामा आउँदै थिएँ तर यति बेसी पुड्की हुनुको कारणले म हराएँ ग्रुपमा। र यहाँनिर चाहिँ मनमाया फुलमती सुन्तली यहाँनिर 3 जनाको यहाँनिर जोडी देख्नु सक्नुहुनेछ। र मैले यति बेसी भिड हुनुको कारणले सोचेँ यहाँ त कोही न कोही त आउँदै होला भनेर सोचेँ। तर यहाँनिर त को आयो भनेको यहाँ त पुड्की डन पो आइसकेछ यहाँ अलरेडी होइन। डर लागेर म त थुरथुर भएँ। यहाँनिर अर्को डन पनि छ यहाँ मैले जुम गरेर देखाइसकेको छु। तपाईँले हेर्नु सक्नुहुनेछ। चन्द्र दाजुले त अगाडि भनेको थियो म तिमीलाई आज डराएर खाक बनाउँछु भनेर। तर पनि हामी नेपाली हो भनेर हामी अघि बढिरह्यौँ यस्तो घाममा पनि होइन। यो दाजुको छाता चाहिँ अमेरिकाबाट मगाएको रहेछ तर घुरानबाट टिपेको रहेछ। एकदम दामी लाग्यो मलाई चाहिँ। यता अर्को अङ्कलले चाहिँ अघिको दाजुको डिजाइन चोरेको रहेछ छाताको होइन। मान्छेहरू यहाँनिर हेर्नुहोस् त्यो छातामा बस्नु नपाएर चाहिँ यति बेसी अत्तालिरहेको छ। यहाँनिर मान्छे हो कि भाल्यो भनेर कन्फ्युज गरेर मैले झन्डै यो भाइहरूले लगेँ होइन। मैले अघि भनिहालेँ होइन हामी नेपाली हो भनेर। यो घाममा पनि हामी पुस्तक बोकेर हिँड्छौँ भनेर यहाँनिर मान्छेहरू यति बेसी अत्तालिरहेको छ। यहाँ हातहरू देख्नु सक्नुहुनेछ तपाईँ। म त भिडियो बनाउँदै अचानक यो दाजु आइपुग्नु भयो। म कन्फ्युज भयो म के गरौँ भने यो भाबीलाई पनि निकालिदिएँ यो दाजुलाई पनि निकालिदिएँ।